आज हामी टेस्ट अफ इथाइल अल्कोहल र फिनोलको बारेमा डिस्कस गर्ने र मैले यहाँनिर दुईवटा कोनिकल फ्लक्सहरू लिएको छु। एउटामा स्याम्पल O1 इथानोल र अर्कोमा स्याम्पल O2 फिनोल भनेर मैले दुईवटा स्याम्पलहरू लिएको छु। सो अब यो दुईटा स्याम्पलहरू चाहिँ यो इथाइल अल्कोहल नै हो र यो फिनोल नै हो भनेर हामीले कसरी टेस्ट गर्न सक्छौँ? अब हाम्रो ल्याबमा हामीले यो दुईटालाई लगेर टेस्ट गर्नु पर्यो भने कसरी हामी चाहिँ छुट्याउन सक्छौँ? सो अब यसको लागि चाहिँ हामीले केही टेस्टहरू छ हैन। यसलाई लगेर एउटा एक प्रकारको रिएजेन्टहरू हालेर हामी गर्न सक्छौँ। यसलाई अर्को प्रकारको रिएजेन्टहरू हालेर हामी टेस्ट गर्न सक्छौँ। अनि त्यसबाट डिफ्रेन्ट प्रडक्टहरू बन्छ। त्यो प्रडक्टको आधारमा हामी भन्न सक्छौँ कि यो चाहिँ इथानोल थियो, इथाइल अल्कोहल थियो, यो चाहिँ फिनोल थियो भनेर हामी भन्न सक्छौँ। सो अब सुरुमा हामी छलफल गरौँ नम्बर 1 मा टेस्ट अफ इथाइल अल्कोहल। ओके, इथाइल अल्कोहल। सो इथाइल अल्कोहल नै हो भनेर कसरी हामी ल्याबमा टेस्ट गर्न सक्छौँ? सबभन्दा बेस्ट, एकदम इजी, कन्भिनियन्ट हैन, एकदमै इम्पोर्टेन्ट टेस्ट म यहाँ सजेस्ट गर्छु सबैलाई, त्यो हो आयोडोफर्म टेस्ट। ल अब आयोडोफर्म टेस्ट, अर्ग्यानिक कम्पाउन्डमा यो आयोडोफर्म टेस्ट निकै इम्पोर्टेन्ट छ। यसले अब सबै अल्कोहलहरूलाई चाहिँ टेस्ट गर्न मद्दत गर्छ। सबै अल्कोहलले पोजिटिभ आयोडोफर्म टेस्ट चाहिँ दिँदैन। जस्तै मिथानोलले दिँदैन, आयोडोफर्म पोजिटिभ आयोडोफर्म टेस्ट दिँदैन, इथाइल अल्कोहलले दिन्छ हैन। पछि म आयोडोफर्म टेस्टको बारेमा अरू थप भिडियोहरू ल्याउँछु कि कुनले चाहिँ आयोडोफर्म पोजिटिभ आयोडोफर्म टेस्ट दिन्छ, कुनले दिँदैन है त। ल फर्स्टमा यो हामी आयोडोफर्म टेस्टको लागि हेडिङ राखौँ सबैले। ल आयोडोफर्म टेस्ट, अब यसमा हामी के लेख्छौँ? व्हेन इथानोल इज heated with iodine and NaOH, sodium hydroxide solution, then it gives LOPPT of iodoform, which indicates the presence of इथानोल। मैले स्पेसिफिक भएर गर्दैछु, इथानोलको लागि गर्दैछु। सो अब इथानोलको लागि हामीले आयोडोफर्म टेस्ट गर्ने हो। आयोडोफर्ममा के हुन्छ? हामीले आयोडिन र यहाँ आयोडिन छ, यहाँ सोडियम हाइड्रोक्साइड छ। आयोडिन र सोडियम हाइड्रोक्साइडसँग इथाइल अल्कोहललाई हामी हिट गर्छौँ। त्यसो गरिसके पछाडि के हुन्छ? येल्लो कलरको पेल येल्लो पिपिटी भनिन्छ, येल्लो कलरको त्यहाँ चाहिँ पिपिटी प्रेसिपिटेट चाहिँ फर्मेसन हुन्छ। त्यसले नै हामीलाई यो इथाइल अल्कोहल हो भनेर प्रुभ गर्न हेल्प गर्छ। सो रियाक्सनको लागि हामी के लेख्छौँ? यहाँ मैले रियाक्सन लेखेँ यसको लागि। पहिला त हामी यहाँ इथानोल लेख्छौँ हैन, CH3 CH2 OH छ प्लस यसमा हामी I2 प्लस NaOH गर्छौँ है। यो आयोडोफर्म टेस्टको लागि हामीलाई चाहिने रिएजेन्टहरू के छ? आयोडिन र NaOH, यो दुईवटालाई रियाक्सन गर्छौँ। अनि यहाँबाट हामी CHI3, यो नै हाम्रो के हो? आयोडोफर्म हो। CHI3 बनाउनु पर्यो। यहाँ यो यता मैले डाउन हेड एरो दिएँ, त्यो भनेको पिपिटी को सिम्बल भयो। यो चाहिँ येल्लो पिपिटी हुन्छ, येल्लो पिपिटी कसको लागि? आयोडोफर्मको लागि, आयोडोफर्म।
अब साइड प्रडक्टको रूपमा हामीले यहाँबाट यसबाट त हामीले आयोडोफर्म बनाइहाल्यौँ, यसबाट हामी अर्को कम्पाउन्ड बनाउन सक्छौँ HCOONA। यो कसरी बन्छ म पछि डिटेलमा आयोडोफर्म गराएको बेलामा त्यसमा भन्ने छु ल। अर्को हामीलाई सोडियम आयोडाइड र वाटर पनि फर्मेसन हुन्छ, H2O पनि यसको साइड प्रोडक्टको रूपमा निस्किन्छ ल। यो त भयो हाम्रो इथानोल, अनि यो भयो हाम्रो आयोडिन, अनि यहाँ चाहिँ सोडियम हाइड्रोक्साइड छ, हाइड्रोक्साइड, यसमा आयोडोफर्म भइहाल्यो। यो चाहिँ हाम्रो सोडियम फर्मेट, सोडियम साल्ट अफ कार्बोक्जाइलिक एसिड भनिन्छ, सोडियम फर्मेट, अनि त्यहाँ सोडियम आयोडाइड र वाटर पनि फर्मेसन हुन्छ। अब ब्यालेन्सको लागि चाहिँ हामीले त्यहाँ आयोडिन 3टा त्यहाँ 1 छ, सो हामीले यहाँनेरि फो हालेर ब्यालेन्स गर्न सक्छौँ। यहाँ फो हाल्यौँ भने अनि यसमा हामीले 5 गर्न सक्छौँ हैन, 5, यहाँ पनि 5 गरेर अनि यहाँ हामीले 6 हाल्दियौँ भने यो चाहिँ ब्यालेन्स हुन्छ। सो यसको ब्यालेन्स पनि हामीले याद गरौँ, 4 6 5 5 गऱ्यौँ भने यो ब्यालेन्स पनि हुन्छ है त। यसलाई भनिन्छ आयोडोफर्म टेस्ट अफ इथाइल अल्कोहल ल। यसरी हामीले थाहा पाइन्छ कि LOPPT आयो भने आयोडोफर्मबाट यो चाहिँ इथाइल अल्कोहल हुन्छ। त्यसै गरी म अब अर्को चाहिँ यो मेटेर पहिला यसलाई कपी गर्नु, अनि म अर्को फेरि लेख्छु। अर्को टेस्ट पनि छ हाम्रो लागि ल। म यसलाई यहाँनिर टेस्ट 2 म गर्छु। आज हामी यो दुईटा कम्ती टेस्ट पनि त कहिलेकाहीँ हामीलाई आवश्यक पर्छ कसरी गर्ने हो हैन। यसको लागि मैले सेकेन्ड नम्बरमा यसको अर्को इम्पोर्टेन्ट टेस्ट म लिन्छु, त्यो चाहिँ हो स्टेरिफिकेसन टेस्ट, STERIFICATION, स्टेरिफिकेसन टेस्ट। अर्को एउटा इम्पोर्टेन्ट टेस्ट हामीले इथाइल अल्कोहलको लागि युज गर्न सक्छौँ, त्यो हो स्टेरिफिकेसन टेस्ट। अब यसमा चाहिँ के हुन्छ भने स्टर फर्मेसन गर्न सकिन्छ। जस्तै हामीले एसिड कार्बोक्जाइलिक एसिडहरूसँग इथाइल अल्कोहललाई हिट गर्छौँ, अनि त्यसो गर्दाखेरि करेस्पोन्डिङ स्टरहरू फर्मेसन हुन्छ। त्यो स्टरको स्मेलबाट हामी यो चाहिँ अल्कोहल हो भनेर पत्ता लगाउन सक्छौँ। जस्तै यसलाई छोटो हामी लेखौँ, व्हेन इथानोल इज heated with acetic acid in the presence of concentrated conc H2SO4 sulfuric acid, then it gives fruity smell of ester, which indicates the presence of इथानोल। ल मैले अर्को टेस्ट लेखेँ, हेर्नु त, when ethyl alcohol हैन इथानोल is heated with acetic acid in the presence of conc H2SO4, then it gives fruity smell of ester which indicates the presence of ethanol। अब हामीले पहिला इथानोल लियौँ हैन, यहाँ हामी CH3 CH2OH लियौँ सबैले, यो हो इथानोल। अनि इथानोलमा हामी एसिटिक एसिड हानौँ, CH3COOH ACETIC एसिटिक
एसिड लेखेँ मैले। अनि यसमा हामी कन्सन्ट्रेटेड H2SO4 हाल्छु। अब यहाँ कन्सन्ट्रेटेड H2SO4 को रोल चाहिँ डिहाइड्रेटिङ एजेन्टको लागि हुन्छ। यसले यसबाट वाटर चाहिँ डिहाइड्रेट गरेर यहाँबाट वाटर चाहिँ एक्सट्र्याक्ट गर्छ, निकाल्छ, अनि यसबाट बन्डिङ भएर स्टर चाहिँ फर्मेसन हुन्छ लाइक दिस CH3 यहाँ यसमा बन्डिङ हुन्छ ओके C डबल बोन्ड O CH2 CH3 प्लस वाटर निस्किन्छ। ल हेर्नु त यो स्टर भयो, यसलाई भन्छ हामी स्टर। अनि यसको यो स्टरको नाम चाहिँ हामी यहाँबाट लेख्न सक्छौँ इथाइल अनि यहाँनिर दुईटा कार्बन भएकोले इथेन OATE इथाइल इथेनोएट, जसलाई हामी अझै सजिलो तरिकाले इथाइल ACETAT एसिटेट पनि भन्छौँ। इथाइल एसिटेट और इथाइल इथेनोएट, यसको यो IUPAC नेम मैले इथाइल इथेनोएट लेखिदिएँ होइन, CH3 C डबल बोन्ड O CH3 भनेर। जस्तै यसरी पनि लेख्न सक्नुहुन्छ कसैले। जस्तै यो एसिटिक एसिडलाई हामी यसरी लेख्छौँ नि CH3 C डबल बोन्ड O OH। ल मैले यसको लागि यो एसिटिक एसिड यहाँ लेखेँ है योचोटि ACETIC एसिटिक एसिड, जसलाई के लेख्नुहुन्छ इथेनोइक एसिड लेख्नुहुन्छ होइन, इथेनोइक एसिड। ल यो एसिटिक एसिड कमन नेम भयो, इथेनोइक एसिड लेख्छौँ हामी। अब अल्कोहललाई म यतातिर लेख्छु ल योचोटि H अनि O अनि यहाँ CH2 CH3 लेखेँ मैले, और भनेर कुनै एउटा लेख्न पाएँ, यो या यो। अब मैले यसरी किन लेखेको भने यहाँबाट हामी H2O निकाल्न सक्छौँ। ल लेट सपोज यहाँबाट मैले वाटर निकालेँ माइनस H2O गरेँ। अब यो बाँकी रकोलाई ल्याएर जोड दिने, जस्तै यहाँ CH3 भयो बन्ड, यो C डबल बोन्ड O छ, C डबल बोन्ड O बन्ड भयो, यो अक्सिजन त बाँकी नै छ, यता लाने अनि यो दुईटालाई जोड्ने CH2 CH3। यस्तो किसिमको प्रोडक्ट फर्मेसन हुन्छ। अनि नाम लेख्दा जहिले पनि यो साइडबाट लेख्ने, यसलाई इथाइल भन्ने, अल्काइल एन्ड यहाँनिर अल्काइलको ठाउँमा हामीले के लेख्यौँ इथाइल एन्ड इथेन OATE। यहाँ इथेन भनेको दुईटा भयो, इथेनोएट। यसरी हामीले स्टर फर्मेसन गर्न सक्छौँ। यो तरिकाले प्रेजेन्ट गरे पनि भयो, यो तरिकाले देखाए पनि भयो। ल यसको स्मेल कस्तो छ, फ्रुटी स्मेल छ, फ्रुटी स्मेल, अलिकति फ्रुट जस्तो होइन, अलिकति प्लिजेन्ट स्मेलको छ। त्यसबाट नै हामीलाई थाहा हुन्छ कि यो चाहिँ इथाइल अल्कोहल रहेछ भनेर। सो अब इथाइल अल्कोहलको टेस्ट हामीले दुईवटा नबिर्सिनु, एउटा आयोडोफर्म टेस्ट अनि अर्को चाहिँ स्टेरिफिकेसन टेस्ट, स्टर फर्मेसन। यो रियाक्सनको नाम हो स्टेरिफिकेसन। यसरी हामीले इथाइल अल्कोहलको टेस्ट गर्न सक्छौँ। अब यस पछाडि म यो मेटेर फिनोलको बताउँछु, टेस्ट अफ फिनोल। अब फिनोलको लागि पनि म दुईवटा एकदम इजी टेस्टहरू म बताउँछु होइन। फर्स्टमा छ फेरिक क्लोराइड टेस्ट, फेरिक क्लोराइड टेस्ट। अब यो धेरै इम्पोर्टेन्ट होइन, यो पनि एकदम सिम्पल इम्पोर्टेन्ट अनि इजिली अब कन्डक्ट गर्न सक्ने ल्याबमा इजिली एभाइलेबल हुने रिएजेन्ट हो फेरिक क्लोराइड। सो अब फेरिक क्लोराइडको न्युट्रल फेरिक क्लोराइड अलिकति होइन, यो रिएजेन्ट हाल्यौँ भने यसबाट हामीले चाहिँ कलरहरू हेरेर हामीले फिनोलको टेस्ट गर्न सक्छौँ है। जस्तै when phenol is treated with neutral, अब यो एसिडिक पनि हुनु भएन, कुनै हैन, न्यूट्रललाई युज गर्ने। when phenol is treated with neutral ferric chloride
FeCl3, then it gives violet color of ferric phenooxide ions. Okay, ferric phenooxide ions. This indicates presence of फिनोल. मैले एकदमै सिम्पल कुरा लेखेँ यहाँ. फिनोलले जब फेरिक क्लोराइडसँग रियाक्सन गर्छ यसले फेरिक फेनोअक्साइड आयोन चाहिँ दिन्छ, जसको कलर चाहिँ भायोलेट हुन्छ. यही कलरबाट हामी यो फिनोल रहेछ भनेर चिन्न सक्छौँ. जस्तै रियाक्सनको लागि चाहिँ हामी यहाँ रियाक्सन बनाउँ सबैले. पहिला त हामी फिनोल लेखौँ सबैले. C6H5OH यो हाम्रो लागि फिनोल भयो हैन. अनि यहाँ भयो FeCl3, यसलाई म फिनोल लेख्छु. ल, फिनोल भयो, फेरिक क्लोराइड हैन. अब यो दुईटा रियाक्सन भयो भने यहाँ हामीले एउटा कम्प्लेक्स कम्पाउन्ड बनाउन सक्छौं. जस्तै यहाँ C6H5 अनि O पनि छ ब्राकेटमा. यो 6 हुन्छ यसको लागि. यहाँ म 6 लेख्छु. 6 यहाँ -3 हुन्छ प्लस H प्लस यतापट्टि हामी H2O पनि HCl निकाल्छौँ हामी. यहाँ चाहिँ हामी HCl निकाल्छौँ. ठीक छ. यहाँ क्लोरिन भएकोले त्यहाँबाट हामी यहाँबाट हाइड्रोजन आयन्स पनि फर्मेसन हुन्छ. अब ब्यालेन्सको लागि यहाँनेरि हामीले यहाँ 6 भएकोले हामी यहाँ 6 हालौँ. यसको अगाडि हामी 6 हालौँ. 6 हालेपछि यहाँ 3 हाल्नुपर्छ अनि यहाँ पनि 3. यसो गरेपछि ब्यालेन्स भयो. अब यसको यो हाम्रो फेनोअक्साइड आयोन्सको -1 भयो अक्सिडेसन नम्बर. आइरनको +3 गर्दाखेरि -1 ले 6 लाई -6 अनि यसको +3 भएकोले -3 चाहिँ ओभरअल टोटल कम्प्लेक्सको भयो. सो अब यो कम्प्लेक्सको नाम हामीले दिएको फेरिक फेनोअक्साइड आयोन हो हैन. फेरिक फेनोअक्साइड आयोन छ. अनि यसकै कलर कस्तो छ? भायोलेट कलर छ. भायोलेट कलर. यसैले इन्डिकेट गर्छ कि यो चाहिँ के रहेछ त भन्दा फिनोल रहेछ भनेर थाहा पाउन सकिन्छ. अनि कसैलाई अब यसरी पनि लेख्न सकिन्छ. जस्तै यहाँनेरि हामीले यो बेन्जिनको रिङमा या माथि OH जोड्यौं अनि यसलाई हामी फिनोल लेख्ने गरिन्छ हैन. फिनोल प्लस FeCl3 भइहाल्यो. अनि यसबाट हामी फेरि आइरन भइहाल्यो. अनि ब्राकेटमा राख्न सकिन्छ नि लाइक दिस. सो मैले यसलाई बेन्जिनलाई यहाँ राखेँ. यहाँ OH भयो, OH भइहाल्यो. अनि यसको यहाँ 6 यहाँ चाहिँ यो हामी ब्राकेट दिउँ. यहाँ -3 प्लस 3H प्लस 3 HCl. यही हो जसलाई हामी फेरिक फेनोलेट PHENOLATE फेनोलेट पनि नाम दिन सकिन्छ. फेरिक फेनोअक्साइड आयोन्सलाई फेरिक फेनोलेट पनि नाम दिन सकिन्छ. यो नै कस्तो कलरको थियो? भायोलेट कलर थियो. ल हेर्नु, अलिकति मैले भिडियो यसलाई अलिकति छोटो बनाउनको लागि छोटकरीमा यो बताएँ. यसरी फिनोलको टेस्ट फेरिक क्लोराइडले गर्न सकिन्छ. सो अब यो कलरहरुबाट हामीलाई थाहा हुन्छ. नेक्स्ट अर्को एउटा टेस्ट म बताउँछु जुन चाहिँ एकदमै इजी पनि छ. यो पहिला हेर्नु सबैले. ओके, नेक्स्ट नम्बर 2
सेकेन्ड टेस्ट छ यसको लागि। ल सेकेन्ड टेस्ट मैले नम्बर 2 मा लेखेँ। यो चाहिँ हो ब्रोमिन वाटर टेस्ट। ब्रोमिन वाटर टेस्ट हामी गर्न सक्छौं फिनोलको लागि। अर्को एउटा टेस्ट छ ब्रोमिन वाटर टेस्ट। ल हेर्नु त, when phenol is treated with ब्रोमिन वाटरलाई मैले यो पटक AQUEO एक्वस ब्रोमिन लेखेँ, एक्वस ब्रोमिन, then it gives white PPT, white precipitate of 2,4,6 dash ट्राइब्रोमोफिनोल है। यसरी हामीले लेख्न सक्छौं। ल हेर्नु त, अब यसमा चाहिँ व्हाइट कलरको व्हाइट पीपीटी हामीले हेर्नु पर्ने हुन्छ। जस्तै यहाँ मैले फिनोल लेखेँ, दिस वान विथ द फिनोल OH फिनोल and react with bromine Br2 bromine gives। अब यसमा हामी प्रोडक्ट बनाऊँ। यो मैले बेन्जिन रिङ बनाएँ, यहाँ गोलो लगाएँ हैन। अब यहाँ त हाम्रो OH छँदैछ, यसको यो 1 भयो, यो 2 भयो, 2 मा म Br जोड्दैछु, 2 1 2 3 4 4 मा Br 5 6 6 here is Br। okay, 2,4,6 ट्राइब्रोमोफिनोल white PPT, white precipitate फर्मेसन भयो। ब्यालेन्सिङको लागि चाहिँ हामी त्यो 3 आएकोले हामी 3 राखौं, 3 ब्रोमिन हुन्छ। यसरी हामीले बनाउन सकिन्छ। ल यो कस्तो खालको छ, एक्वास ब्रोमिन छ, एक्वास ब्रोमिन। 3 2 just 6 भयो। यहाँ म 2 राख्छु, यहाँ पनि 2 राख्दा ब्यालेन्स हुन्छ। ल फिनोलले एक्वास ब्रोमिनसँग रिएक्सन गर्दा के आयो, 2,4,6 ट्राइब्रोमोफिनोल। 2,4,6 ट्राइब्रोमोफिनोल को कलर थियो व्हाइट पीपीटी, व्हाइट प्रेसिपिटेट, व्हाइट कलर छ। सो त्यसबाट नै हामीले ब्रोमिन, यसलाई हामी ब्रोमिन वाटर टेस्ट भन्छौं र त्यसबाट हामी फिनोल चाहिँ टेस्ट गर्न सक्छौं। ल यसरी हामीले दुईटैको लागि, जस्तै हामीले इथेनोलको लागि हामीले 2 वटा टेस्टहरु गर्न सक्छौं। के थियो, आयोडोफर्म टेस्ट, अनि अर्को टेस्ट हामीले इथेनोलको लागि लेख्यौं स्टेरिफिकेसन। त्यसैगरी हामीले इथाइल अल्कोहल इथेनोलको लागि हामीले 2 वटा टेस्टहरु लेख्यौं, आयोडोफर्म टेस्ट र स्टेरिफिकेसन टेस्ट। अर्को हामीले फिनोलको लागि पनि 2टा टेस्ट हामीले गर्यौं। फिनोलको लागि के थियो, एउटा हामीले गर्यौं फेरिक क्लोराइड टेस्ट, अर्को चाहिँ हामीले के गर्यौं त, ब्रोमिन वाटर टेस्ट। ल यो 2टा हामीले टेस्टहरु गर्यौं। एउटा इथेनोलको लागि आयोडोफर्म टेस्ट, अनि अर्को हामीले स्टेरिफिकेसन, फिनोलको लागि फेरिक क्लोराइड र ब्रोमिन वाटर टेस्ट। यसरी हामीले टेस्टहरु गर्यौं र यो अब टेस्टहरु चाहिँ तपाईहरुले ल्याबमा गएर गर्न पनि सक्नुहुन्छ। यो टेस्टहरुको बारेमा काई क्वेशनहरु पर्यो, काई आयो भने पनि तपाईले यसलाई हेरेर डिस्क्राइब गर्न सक्नुहुन्छ। सो ओन्ली दिस मच फर
this video, everybody.